आज म गाउँघरमा गाईबस्तुलाई कसरी फरिको बनाएर लाउँछन् त हो त्यो देखाउनेछु र तपाईँहरूले हेरिसकेपछि सिक्ने पनि हुनेछ। मैले पनि यसरी देखाउनु पाउँदा अत्यन्तै खुसी लागेको छ। के कस्तो लाग्छ हेरिदिनुहोला। हाम्रो देवा र काकाले बुन्नुहुन्छ, हेरिदिनुहोला। म पनि हेर्नेछु, सिक्नेछु। तपाईँहरू पनि सिक्नुहोला, म पनि सिक्नेछु। है त सुरु गरौँ आजको भिडियो। सुरुमा सोत्तर काट्नुपर्छ। सोत्तर जेको पनि हुन्छ, ढाल्ने, चिलाउने, उत्तिस जेको पात भए पनि हुन्छ। र मैले चाहिँ अहिले झारिसकेको छु ढाल्नेको घाँस र अहिले चाहिँ भारी लगाइसकेँ। अनि हाम्रो देवाहरू चाहिँ यता बाँस काट्दै हुनुहुन्छ। बाँस काटेर त्यसलाई मजाले बाँध्नुपर्छ। अब हेर्दै जानुहोला। उहाँ बाँस काटिसक्नुभयो। अब सुरु गरौँ। सुरु हुँदैछ, उहाँले बाँध्दै हुनुहुन्छ। फेदमा बाँस लाउने र माथिबाट बिचमा सोत्तर लाउने अनि माथिबाट बाँस लाउने अनि बाँध्नु पर्छ। जाडो मौसममा वस्तुहरूलाई तातो राख्नको लागि बनाइन्छ। यो चाहिँ फरिको वस्तुहरू देख्न सक्नुहुन्छ। वस्तुहरू त्यही बाँधिरहेको छौँ। अहिले चाहिँ काकाले बुन्दै हुनुहुन्छ। उहाँ चाहिँ सिपालु मान्छेमा चिन्नुहुन्छ गाउँघरको। अनि हाम्रो उता देवा चाहिँ उहाँ पनि बाँध्दै हुनुहुन्छ। उहाँले अर्को बनाउनको लागि तयारी हुँदैछ। यसरी हामी बनाउँछौँ। के कस्तो लाग्दैछ तपाईँहरूलाई आफ्नो प्रतिक्रिया दिएर जानुहोला। मान्छेहरू सिक्न भन्दा पनि अरू कुराहरू हेर्न धेरै रुचाउँछन्, तर यस्तो भिडियो हेर्दैनन्। किनभने यस्तो भिडियो त्यति रमाइलो पनि हुँदैन, इन्टरटेनमेन्ट खालको पनि छैन। यो जे होस् जानकारीमूलक र सिक्ने खालको सिपमूलक गाउँघरकोमा प्रयोग गरिन्छ। हेर्ने मान्छेहरू चाहिँ यहाँबाट धेरै सिक्ने गर्दछन्। गाउँघरमा यसरी हामी दैनिकी चलिरहेको छ। यसरी हामी वस्तुहरूलाई न्यानो बनाउनको लागि यसरी गोठ बनाइन्छ र गोठको लागि फरिको चाहिन्छ। यो फरिको बनाइदिइ रहेका छौँ। उहाँ काकाहरू देवाहरू बनाउँदै हुनुहुन्छ। म पनि सिक्दैछु, तपाईँहरू पनि सिक्दै हुनुहुन्छ भन्ने आशा छ। यसरी नै हामी यदि यो भिडियो मन पर्दैछ भने तपाईँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। यसरी नै चाहनुहुन्छ भने यस्तो ज्ञानकुर्दा चाहनुहुन्छ भने अर्को भिडियो पनि ल्याउनेछु। यदि चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। हाम्रो देवा काकाले गर्दै हुनुहुन्छ एउटा रमाइलो अथवा इन्टरटेनमेन्ट खालको नभए पनि एउटा सिपमूलक भिडियो बनाउन पाउँदा अत्यन्तै खुसी छु। उहाँहरूले यस्तो काम गर्दाखेरि पनि उहाँहरू पनि अत्यन्तै खुसी हुनुहुन्छ। अहिले यो जाडो मौसममा वस्तुहरूलाई जाडो मौसममा त्यसै छोड्दाखेरि झाटिने गर्छन् र न्यानो ठाउँमा राख्दाखेरि उनीहरूलाई जाडो नहुने अनि राम्रो पोसिने हुन्छ। त्यसैले हामी सधैँ यसरी नै हामी गरिरहेका हुन्छौँ। तपाईँहरू पनि यस्तै गरिदिइराख्नु भएको छ भने प्लिज कमेन्ट गर्नुहोस्। छैन भने सिक्नुहोस् र आफ्नो वस्तुहरूलाई पनि यसरी नै फरिको बनाएर गोठ बनाइदिनुहोस्। आजको भिडियो यस्तै खालको ल्याएको छु। के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया चाहिँ दिएर जानुहोला। हामीले दुईवटा बुनिसकेका छौँ अनि अर्को बुन्नु बाँकी नै छ। यो बुनिसकेपछि हामी घर जानेछौँ, किनभने हामीलाई धेरै थाकिसकेका छौँ। दुईवटा बुन्दै हाम्रो काकाले आधी बनाइसक्नुभयो अनि भाटा चिर्दै हुनुहुन्छ। हाम्रो काकाको नाम चाहिँ मिलन राई हो। उहाँ यस्तो जेमा पनि पर्फेक्ट हुनुहुन्छ। उहाँले सबै काम गर्नुहुन्छ। के कस्तो लाग्छ आजलाई यति नै साथीहरू, कस्तो लाग्यो भोलि भेटौँ।